हामी झाँक्री भन्दै अपमान गरेको भन्दै उहाँले महिलालाई सम्मान गर्न नसक्ने नेतृत्व बोल्नेको सदस्यता खोसिने र पार्टीको सदस्यताबाट हटाइदिने गरेको बताउनु भएको छ। एमालेको 11औं महाधिवेशनको सन्दर्भमा आयोजित अन्तर्संवादमा उहाँले यस्तो बताउनु भएको हो। केन्द्रीय सदस्य तिमिल सिन्हालले पार्टीमा ईश्वर पोखरेलको योगदान केपी ओलीको भन्दा कम नभएको बताउँदै केपी ओली ईश्वर बनाउनु भएको छ। केपी शर्मा ओली जसले पार्टी राज्य सत्ता मनपरी ढंगले चला सदस्य शर्मिला कार्की, सरिता नेउपाने लगायतले पनि नेतृत्व परिवर्तनमा जोड दियो। उनीहरूले 2 कार्यकाल अध्यक्ष र 70 वर्ष उमेर हदलाई अनिवार्य लागू गर्नुपर्ने बताए। अध्यक्ष ओलीले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्नु नै आजको आवश्यकता रहेको उनीहरूले औलाए। यसैगरी नेकपा एमाले बढ्नुपर्ने निष्कर्षमा पुगिएको बताए। सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको तर्क गरे। भट्टले भने हामी केपी कमरेडकै नेतृत्वमा केन्द्रीकृत भएर जानुपर्छ, गोलबन्द भएर जानुपर्छ। हामी जति सुदृढ र एकता हुन्छौं त्यति नै एमालेले जनताको कामलाई अगाडि बढाउन सक्छौं र हामी राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान, अखण्डता बलियो हुन्छ। सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसार नै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताए।